गुड मर्निङ गाइस। आज यो चाहिँ आज बिहानको दृश्य है। बिहान ढक्क बिहान एउटै ढक्क यसो बाहिर हेरेको फुल फुलिरहेको रहेछ चट्ट है दामी। अनि त्यसपछि अब एकछिन बाहिर निक्लिनु पर्ला भनेर हेरेकै हो नि। यो चाहिँ मैले चिन्दिनँ कि यो के लगाएर चाहिँ लगाएर चट्ट है। हजुरहरूले चिन्नुहुन्छ भने यसलाई कमेन्ट गर्नुहोस् होइन, के रहेछ यो, मैले चिनिनँ यसलाई होइन। अनि यसो हेरेको खोल्ने फुलहरू राम्रो फुलिरहेको रहेछ दामी रातो है। अनि त्यसो यसो बाहिर निक्लेको ढक्क उताबाट डोरेमन आइरहेको रहेछ फुल ट्याक्क उता अगाडि आन्टीको घरको होइन। यो कुकुर चाहिँ चट्ट दामी छ कि फेरि बोलाएन हान्छ अलि मसा चाहिँ दच्किन्छ, मलाई चाहिँ खासै चिने होइन। अनि टक्क चाहिँ अब हिँड्यो अनि बिहान ट्याक्क अनि बिहान टक्क एकछिन यसो वाकिङ जानु पऱ्यो भनेर गएको टक्क यो पोखराको भ्यू होइन। बिहान हिजो राति पानी परेको थियो अनि आज चाहिँ चट्ट मौसम हल्का क्लियर छ। घाम लाग्यो बिहानै घाम लागेको थियो, लगभग 6 बजीतिरको भ्यू हो ट्याक्क। जे पनि मौसम राम्रो थियो, मौसम राम्रो हुँदा नि आकाश चाहिँ दामी थियो कि। आकाश हेरेर आयो एकछिन रमाइलो लाग्यो टक्क। बाइकले गएको दुई ट्याक्क गाडी घाम लागिरहेको थियो ट्याक्क आकाश त यसो एकछिन खिच्यो अनि आफू पनि हल्का फ्रेस भयो। अनि त्यस्तो चाहिँ आयो है गाइस। ल कमेन्ट गर्नु, लाइक गर्नु।